यस यशमन्तले भक्ति बाल्नु ओम विडम्बङ्गे अशुभूता शरणं पीर्थो सुखदायकं पुण्य वाहनं यशमन्तले वाहना गर्नु दीपनारायण नमा भनेर हात जोड्नु निठ मम पूजा गिरी दीपनारायणमा चन्दन अक्षता बिची पूजनम तलका मन्तरले व्रतीको पूजा गर्नु अब उसले नेताले पूजा गर्ने पत्रम अग्नि पृथ्वी ब्रह्मा वैदी मन्त्रहरूले व्रतीको प्रधान गर्नु ओम दीपनारायण अब अनि यो अर्घले चढाएर अनि नमस्कार गरेर अर्घ चढाइदिनु पर्छ ओम यस मन्त्रले व्रती अब कलश स्थापन अब कलश ओम कलश महत्त्वको कलश धानमाथि थाप्नु अब उठाएर धानको टपरीमा राखिदिने घरको टपरी भए पहिले धानमाथि राख्ने हो त्यो ढल्ला है कलश ल्याउने ठिकुँदैन जाल ठाउँ राख्ने धानमाथि राख्नु पुण्य भूमि धन्य स्थापना अब ईशान्य अक्षताले सिँगारेको धातु वा महत्त्वको कलश धानमाथि थापी कलश भूमि शोधनम अब कलशको पूजा गर्ने भूमि शोधनम भू शोधनम गर्नु अब यो अल्त भूमि आउटाले खोर्सिदिनु दिनु धन्य स्थापन यस मन्त्रले धान स्थापन गर्नु र 10 पल्ट धान फेरि अब त धान थाप्नु एक मान्छे दिए पनि स्थापन ओम धन्य सिन्धु काल दिखाउँछ लाइन दिन सारा आयो